Hello, my name is Sudeep and I'm from Nepal. This is my first video on YouTube. मैले अलि अघि नै भिडियो पोस्ट गर्छु जस्तो लाग्थ्यो तर मसँग अलि राम्रो क्यामेरा भएन राम्रो क्वालिटीको फोटो भिडियोको लागि बट सोच्दा सोच्दा अलिकति ढिलो नै भयो जस्तो लाग्यो त्यही भएर अहिले मैले आफ्नै फोनबाट भिडियो गर्दैछु आई एम होपिङ फर अ क्यामेरा फ्रम अब्रोड और द्याट आई होप आई विल गेट अ क्यामेरा बट लेट्स टक अबाउट माइसेल्फ मेरो नाम सुदीप हो म पोखरा नेपालबाट हो आज मेरो फर्स्ट भिडियो आज हामी मेरो कुनै इन्टेन्सनै छैन मान्छेलाई युज गर्ने एब्युज गर्ने त्यस्तो आई एम टकिङ अबाउट टुडे आई एम टकिङ अबाउट फेसबुक द सोसल नेटवर्किङ वेबसाइट विच इज सो मच भाइरल अल ओभर द वर्ल्ड आजकल फेसबुक नचलाउने सायद कम नै होला 99.95 पोइन्ट समथिङ त्यस्तै पर्सेन्टले मात्र फेसबुक चलाउँछ हो नत्र अन्त अरूले नचलाउने कुरै हुन्न फेसबुक अल ओभर भाइरल हो आज म कुरा भन्दा नि अलिकति बिल्ला जस्तै टपिक हो होइन बिल्ला जस्तै टपिक त्यस्तै त्यो फेसबुकमा मान्छेहरूको नामको बारेमा कुरा गर्न गइरहेको छु कुरा के हो भने आजकल सोसल नेटवर्किङ साइट भनेको अनलाइन मिडिया हो अनलाइन मिडियामा सबले आफ्नै नाम राख्छ तर जस्तै वाट्सएप विच्याट फेसबुक इन्स्टाग्राम त्यस्तैमा अब आफ्नै नाम राख्नुपर्छ तर टुडे when I was scrolling through my news feed, I got something awesome to talk about. त्यो चाहिँ के हो भने मान्छेको नाम लेट्स बी फ्र्याङ्क होइन त्यसमा मेरो एउटा दुईवटा साथी नै छ तर पनि अलिअलि बिल्ला उडाइदिउँ न होइन अब कुरा के हो भने आज बिहान मैले आफ्नो फेसबुकमा स्क्रोल गर्दाखेरि तल स्क्रोल जाँदाखेरि पिपल यु मेनोमा देख्दा मान्छेहरूको नाम थियो होइन नाम पनि फेरि अचम्मकै आफ्नो नाम नै होइन त्यस्तै त्यो हँसाउने नामहरू होइन लेट्स फरवर्ड टु द भिडियो नामबाट सुरु गरौँ आज फर्स्ट नेम आई गट वाज बाबाको गुडिया वाट बाबाको गुडिया यु मे लुक एट दिस होइन देयर इज द्याट द भिडियो मे बी अनक्लियर बट बाबाको गुडिया द प्रोफाइल पिक्चर इज असम म्यान होइन बट नाम चाहिँ अलि मिलेन है कहाँ बाबा यत्रो छोराछोरी जन्माएको मान्छेले गुडिया खेल्दै बस्छ र बाबाको गुडिया नाम राख्ने डोन्ट जोक म्यान लेट्स गो टु अनदर नेम बाबाको काली छोरी बाबाको काली होस् कि उस गोरी होस् हामीलाई के मतलब रिक्वेस्ट गर्छु एक्सेप्ट गर्दैनौँ न त्यति हो कुरो होइन बाबाको काली न गोरी हामीलाई के मतलब भएर लेख्नै पर्छ र काली गोरी भनेर हौडा दिने यहाँ लेट्स फरवर्ड इट टु अनदर नेम द नेम इज असम राइट नाउ हाँस्नेवाला अलिकति होइन एड गरिस् त मरिस आई इज जोकिङ म्यान एड गरिस् त मरिस यो सोल्दिन हामीले एडै नगर्ने अब फेसबुक भनेपछि त्यस्तो आफ्नो उसमा टाइमलाइनमा गएर सेटिङमा गएर एडै नगर्ने बनाए त भइहाल्यो नि आई जस्ट टेक द्याट रबिस थिङ अन र आइडी सबैलाई हँसाउने बाटोमा आफ्नै बेजत गर्छ नेपालीहरू यस्तै छ कि आफ्नै बेजत गर्छ अनि लेट्स फरवर्ड टु अनदर नेम आई गट हियर इज एड गरिस् भने खाइस् सोल्टी त गुन्डै रहेछ क्या हो यार सिधै आइडी फर्काइदिने एड नगर्ने फेरि पिठा खाला केटाहरू फेरि एड नगर्नेहरूलाई गुन्डा रहेछ क्या Let's forward to another name. The another name we got here is Born to Play. आज यो नेम हेरेर म लगभग 5 मिनट त एकैछिन हाँसेको होइन एक्लै हेर्दै थिएँ फेसबुक एकैछिन त हाँसेँ मजाले यसोल्टी नाम के हो कि जन्मिने बित्तिकै फुटबल लिएर ग्राउन्ड भागेको थियो क्या सोल्टी त नाइटेसँग कि नाइटे नफालिकन ग्राउन्डमा बल लिएर दगुरेको थियो क्या हँसाउँछ या सोल्टी एन्ड द नेक्स्ट नेम वी गट इज दिस इज माई अन फ्रेन्ड है आफ्नै साथीको बिहा उडाउँदैछु मैले द नेम इज एक्का ट्रायल असम म्यान एक्का ट्रायल तास खेल्दै आइडी बनाए जस्तो सोधिदिँदै त एक्का ट्रायल चाहिँ तास खेल्दा एक्का पर्छ कि दुःख पर्छ तिर्का त मलाई तास खेल्न त आउँदैन त्यस्तै होला नि अब एक्का ट्रायल चाहिँ नाम चाहिँ दामी है एड नगर्ला है अलिकति प्रोफाइल पिक्चर चेन्ज गर द नेक्स्ट नेम वी गट जस्ट बिलो इट इज एक्का ट्रायली अर ट्रायल आई डिन्ट प्रोनाउन्स इट वेल बट त्यसैको मुनि छ द प्रोफाइल पिक्चर इज असम म्यान and the upper name is male down name is female सायद त म केटीलाई एड गरेर नि किन केटालाई गर्थेँ and the name we got it may be the last or second last but the name is म पनि पागल प्रकृति त्यस्तै छ पागल जस्तै पनि चाहिँ नलेखेन सोल्थे हामीलाई पनि जान्छ नि त्यस्तो कुरा त तिमी मात्र हो पागल यार पागल भएर त आइडी यस्तो राख्यो औडा दिने हामीलाई त कहाँ म पागल हो त नि त्यो नाम चेन्ज गरेर पनिलाई हटाइदियो है हुएभर इफ यु आर हियर लुकिङ दिस भिडियो त्यो चेन्ज गर है
पनि चाहिँ नराख, सबै हट्न सक्छ एड गर्दाखेरि। द नेक्स्ट नेम वी हेभ गट इज दुनिया गए तेल लेने रे, तेल लगाने, दुनिया गए तेल लगाने। What's that name, man? I didn't understand it. Let's skip this. Accept गरिस् त मर्छस्। उसले फ्रेन्ड रिक्वेस्ट पठाउँछ, हामीले एक्सेप्ट गर्ने रे। आइडी देखेर कसले एक्सेप्ट गर्ला यार? एक्सेप्ट गरिस् कि मरिस्? फ्रेन्ड रिक्वेस्ट नपठाउनु त्यस्तो हुन्छ। त सबलाई मार्ने हिँड्नु मन लाग्यो त डन भन्नु नि यार, होला दिने। त्यो त डन भन्ने कुरा है फेसमा अलिकति एभरेज भयो जस्तो होला, फेरि डन्ट गेट हट है। त्यसैको मुनि अर्को छ एक्सेप्ट गर नत्र मर्छस् रे। माथि गएले थर्का एक्सेप्ट नगर भनेर, तल गएले एक्सेप्ट गर भनेर थर्का। अब के गर्ने, रिक्वेस्ट नपठाऊ है, छ्याउ। द लास्ट नेम बट इज सबैको साथी अमित। सबैको साथी राम्रै होला नि मान्छे त, पर्सनालिटी राम्रो होला नि सबैको साथी रे। जस्ट बिलो द्याट वी गट इज सबैकी परी म। लेट्स टक अबाउट समथिङ पर्सनल हो कि। मेरो कक्षामा पनि एउटा केटी थियो होइन, आई एम अ ब्याचलर स्टुडेन्ट। मेरो कक्षामा एउटा केटी थियो, त्यसको नाम चाहिँ अप्सरा। केटाहरूले धेरै कुरा गर्थे, अप्सरा अप्सरा भन्दै कुरा गर्थ्यो। केटी नि होला नि च्वाक भनेर यस्तो यताउति हेरेको त, यसो यताउति हेर्दा अन्टी भन्ने जस्तो रहेछ। आजकल त्यस्तै हो, परी भनेर नाम राख्छ नि, हेर्दा राक्षस अर्थ यो प्रोफाइल पिक्चर त होइन, त्यस्तै होला है केस है, त्यस्तै केस होला। द एन्ड अफ द नेम यति हो, नेपाली नेमहरू यति हो ल। थ्याङ्क्स फर वाचिङ, डु हिट द्याट लाइक बटन एन्ड कमेन्ट अल्सो इफ यु हेभ समथिङ टु टेल अबाउट द्याट। केही अब जस्तो लाग्यो भने कमेन्ट गर्नु, अर्कोचोटिको भिडियोमा मिलाउँला। एन्ड इफ यु लाइक द भिडियो हिट द्याट लाइक बटन एन्ड डु सब्सक्राइब प्लिज।